यो बाबु यो तिजु तिजु हो ओ माई गॉड मैले एउटा चाख्छु है ओके यसलाई चाहिँ तिजु भन्छ थाहा छ तिमीलाई मलाई थाहा छ सर मैले धेरै खाएको छु गुड मिठो छ सर यो भन्यो 5 को दुईटा 5 को दुईटा तिमीहरू पनि भर्खर ल्याएको हजुर ए गुड आफै टिपेर ल्याएको है म किनेर लान्छु नाच्छु है सबैको यता ल्याउँछ सबैको भर्खर ल्याएको माथि रहेछ एकदम राम्रो छ मिठो छ एकदम राम्रो छ मैले चाहिँ लिएर जान्छु वाउ यसलाई चाहिँ तिजु भन्छ होइन है तिम्रो पनि तिजु रहेछ कहाँ पर्छ नि पन्जाङ हो हो तिम्रो पनि हो ल ठिक छ द्याट्स फाइन ओ माई गॉड मडी ल एउटा चाह बाबु एउटा चाह तर हाम्रो सानोमा के हामीले रुख कस्तो चढेर खाइन्थ्यो क्या रुख चढेर तर चाहिँ अहिले चाहिँ मलाई कस्तो बाल्यकालको याद आयो के हुन्छ नि बाल्यकालको याद चाहिँ बल्ल दिलायो कि एकदम रियली झैमा यसलाई मजाले टिपेर खाइयो एकदम मिठो लाग्यो बाबुले बाटोमा ल्याएर खुवाएकोमा म त बाबुलाई धेरै धेरै धन्यवाद दिएँ राख्यो अब हाम्रो बाबुको ल त्यसो यसो गर जान्छौँ सबैजनाको हामीले किन्छौँ 1 2 3 4जनाको है ल एउटा प्लास्टिकमा कतिको हाल्यो भने हो धेरै त अब त्यो बोरेमा लाने कुरा त भएन कि होइन तर ठिक छ हामीले चाहिँ आफ्नो चाहिने हिसाबले परिवारलाई चखाउनु पनि पर्ने हुन्छ ओ माई गॉड ल एकदम द्याट्स फाइन रियली नाइस ओ माई गॉड ल तिम्रो कति धेरै छ है प्लास्टिकमा राखेको ओके ल ल राख त